साथीहरू हामीले फेरि हेर्नुहोस् है चिप बर्डिङ गर्दैछौँ हामीले यस्तो नै यो हामीले चिप बर्डिङ गर्दैछौँ है साथीहरू नजिक देखाउँ यहाँ यस्तो नै गर्छौँ चिप बर्डिङ हेर्नुहोस् यहाँ यता हेर्नुहोस् यसलाई यस्तो नै काट्ने हो हजुरहरूले भिडियो हेरेर सिक्नु होला है यस्तो नै यो यसको आँखा यस्तो नै निकाल्नुपर्छ साथीहरू यस्तो नै है यो साथीहरू यस्तो नै निकाल्ने हो यो हेर्नुहोस् यो निक्ल्यो त्यसपछि यहाँ पनि यो कट हेर्नुहोस् है साथीहरू यो तरिकाले यस्तो लगाने है साथीहरू यो यहाँ हेर्नुहोस् यस्तो घाउ काट्ने हो यस्तो काटिसकेपछि यसलाई यस्तो नै यहाँ यस्तो फसाउने हेर्नुहोस् यो फस्यो है साथीहरू अब यसलाई बाँध्दाखेरि यस्तो तरिकाले बाँध्नु होला हेर्नुहोस् यो साथीहरू चिप बर्डिङ हामीले यो तरिकाले गर्छौँ यस्तो पहिला यो तलबाट यस्तो बाँध्ने मजाले हेर्नुहोस् यहाँ यस्तो यो बाँध्ने यो तलको यस्तो बाँध्ने हेर्नुहोस् है साथीहरू यस्तो बाँधेर फेरि माथिको यो आँखा छोडेर फेरि ठ्याक्कै यो माथि आँखा चाहिँ नबाँध्नु होला है साथीहरू आँखा बाँधेपछि कुहिहाल्छ आँखा फेरि कामै भन्न चिप बर्डिङमा यस्तो यो हेर्नुहोस् साथीहरू यो भयो रेडी है साथीहरू यो हाम्रो रुस्टोको तलको यो रुस्टोको हाम्रो यो हामीले चिप बर्डिङ यो तरिकाले गर्छौँ है साथीहरू यो आँखालाई यस्तो नै यहाँ तल कट मार्ने फेरि माथि यस्तो मजाले यस्तो यो बाहिरको हल्का हड्डी बाँकी यो माथि यो यस्तो नै हो है यो हेर्नुहोस् साथीहरू यो फेरि यहाँ पनि त्यस्तै कट मार्ने यस्तो कट मार्ने है साथीहरू यो हेर्नुहोस् त्यसपछि हजुरले यो चिपलाई यस्तो नै आँखालाई यस्तो लगाउनु भयो भने यहाँ पस्यो यो बस्यो नि साथीहरू यस्तो कट बराबर कट हुन्छ यो वरपर त्यसपछि बराबर कट भएपछि हजुरले एकदम सक्सेस हुन्छ 100% हुन्छ यो है चिप बर्डिङ भन्ने 100% हुन्छ हाम्रो सगरमाथा नर्सरीमा हामीले चिप बर्डिङ सुरु गरेका छौँ है यो लगभग हाम्रोमा यो 10-12वटा प्रजाति एब्रिकोट नेपाली भाषामा हाम्रो खमानी पनि भन्छ अनि इन्डियामा पनि खमानी भन्छ तर यो एब्रिकोट बाहिरको भाषामा है साथीहरू हामीले यस्तो नै यो अब हेर्नुहोस् यो चिप बर्डिङ गरिदिउँ हेर्नुहोस् साथीहरू अर्को पनि हेर्न सक्नुहुन्छ यो हेर्नुहोस् यहाँ कट मार्नुहोस् त्यसपछि यहाँबाट यस्तो निकाल्नुहोस् है साथीहरू यो मजाले हेर्नुहोस् यो निक्ल्यो यो हेर्नुहोस् यो निक्ल्यो त्यसपछि यहाँ पनि हेर्नुहोस् है साथीहरू यस्तो यहाँ ठ्याक्कै यस्तो है साथीहरू यो ठ्याक्कै अब यो चिप हजुरको यहाँ यस्तो यो बस्छ हेर्नुहोस् बस्यो है साथीहरू अब यसलाई पनि त्यस्तै तरिकाले बाँध्ने हो साथीहरू हेर्नुहोस् साथीहरू यो हेर्नुहोस् अब यसलाई हामीले यो चिपलाई यस्तो बाँध्यौँ तलको आँखा चाहिँ नबाँध्नु होला है साथीहरू यो आँखा चाहिँ नपुर्नु होला त्यसपछि यस्तो माथि लगेर यो आँखा चाहिँ छोडिदिनु पर्छ है साथीहरू यो आँखा छोडेर मजाले यस्तो बाँधिदिनुहोस् है साथीहरू हेर्नुहोस् गाइज हाम्रो भिडियो हेरेर हजुरले सिकिसक्नुहुन्छ यस्तो तरिकाले हजुरले यस्तो तरिकाले गर्नु भने हजुरले पनि सिकिसक्नुहुन्छ यो हाम्रो हेर्नुहोस् यो फिल्ड यताको फिल्ड हेर्नुहोस् यो पुरै हामीले गर्नु छ यो जति पनि बिरुवा देखाएको छ यो रुस्टोकहरू